नमस्कार साथीहरू, यो बारेमा चाहिँ मलाई भिडियो बनाउन मन थिएन, तर यतिसम्म भ्रम फैलियो र फैलाइयो। भ्रम मात्रै होइन, घृणा नै फैलिन थालिसकेपछि अब चाहिँ यो बारेमा केही न केही चाहिँ बोल्नै पर्छ कि भन्ने लागेर यो भिडियो बनाउँदैछु। आज विषय हो यो क्लिप हो। यो क्लिप हेर्नुहोस् एकपटक। अमेरिकी सेनाले नेपालमा सेना दिवसको दिनमा प्रस्तुति दिँदैछ। यही विषयलाई लिएर सामाजिक सञ्जालभरि अमेरिकी सेना नेपाल पस्यो, नेपालको सार्वभौमिक अस्तित्वमाथि खतरा पुग्यो, जेएनजी सरकारले खुल्लमखुल्ला अमेरिकी सेना भित्रायो भन्दै स्ट्याटसको बाढी आएको छ सामाजिक सञ्जालमा। वास्तविकता के रहेछ भन्ने खोज्ने क्रममा न्यू स्पटलाइट म्यागजिनमा यो समाचार हात पर्यो। यसमा शिवरात्रिको अवसरमा नेपाली सेनाले सेना दिवस मनाएको भन्ने एउटा समाचार रहेछ। यहाँ देख्न सक्नुहुन्छ ओरिजिनल्ली यो समाचारमा राखिएका फोटोहरू कुनै पनि यहाँ लोड भएका छैनन्। यो पेज नै गडबडी भएको हो कि फोटो हटाइएका हुन्, त्यो पत्ता लगाउनको लागि यहाँ भएको फोटोको लिङ्क कपी गरेर फोटो मात्रै लोड गरेर हेरौँ एकपटक। फोटो नट फाउन्ड भन्यो, अर्थात् फोटोहरू त्यहाँबाट हटिसकेका छन्। धेरैलाई थाहा नहुन सक्छ, इन्टरनेटमा एकपटक आइसकेको सामग्री, फोटो, भिडियो त्यो हट्दैन। आउनुहोस् त्यसलाई वेब आर्काइभमा गएर निकालेर हेरौँ त्यो फोटो के रहेछ। पख्नुहोस् त, यो त नेपाली सेना जस्तो त देखिँदैन त। को हो यो? ठेट नेपालीमा भन्ने हो भने पश्चिमाको सेना राष्ट्रपतिका हातबाट केही कुरा ग्रहण गर्दै रहेछन् यो फोटोमा। अनि त्यही पेजमा यो अर्को पनि फोटो छ, तर त्यो फोटो त्यहाँ लोड हुँदैन। यसलाई पनि कपी गरेर ब्राउजरमा हाल्दाखेरि फोटो नट फाउन्ड भन्छ, अर्थात् यो फोटो पनि हटिसकेको छ। अब त्यसलाई पनि वेब आर्काइभमा गएर निकाल्दाखेरि के देखिन्छ? यस्तो पो आयो त। यस्तो पनि नेपाली सेनाको मान्छे हो त? नेपाली सेना जस्तो त देखिँदैन। ठेट नेपालीमा फेरि पनि पश्चिमा सेनाको मान्छे रहेछ, राष्ट्रपतिको हातबाट केही ग्रहण गर्दैछ यहाँ पनि। अब यो समाचारमा अर्को एउटा कुरा याद गर्नुभयो कि भएन? समाचार निस्केको डेट हेर्नुहोस् त कहिले हो? 2024 को मार्च 8, अर्थात् अहिलेको भन्दा 2 वर्ष अगाडिको फोटो रहेछ। यो 2 वर्ष अगाडिको समाचार रहेछ। त्यही बेला सेना दिवसको बेला प्रत्यक्ष प्रसारण भएको यो भिडियोमा के भन्ने रहेछ त्यो पनि हेर्नुहोस् त एकपटक। बेलायती सेना, भारतीय सेना र अमेरिकी सेनाका टोलीहरूको उपस्थिति रहेको छ। सुन्नुभयो त? भारत, बेलायत र अमेरिकाका सैनिकहरूले प्रस्तुति दिने रे। अनि त्यो बेलामा प्रधानमन्त्री चाहिँ को रहेछन् एकपटक हेरौँ त। इन्ट्रेस्टिङ। महान नेता प्रचण्ड प्रधानमन्त्री भएको बेलामा रहेछ त्यो। अनि त्यो सरकारमा अरू को थिए त भनेर हेर्दाखेरि माओवादी, एमाले, रासोपा, नेकपा समाजवादी लगायतका दलहरू। अनि त्यसको 1 वर्ष पछाडि 2025 को मार्चमा अथवा त्यही दिनमा सेना दिवसकै उपलक्ष्यमा भएको अर्को प्रत्यक्ष प्रसारणको भिडियो यहाँ देखाउँदैछु। यहाँ पनि सुन्नुहोस् के भनिँदैछ। आदरणीय अतिथि महानुभावहरू, अब सैनिक ब्यान्डहरूबाट सांगीतिक कला प्रदर्शन हुनेछ। यस क्रममा नेपाली सैनिक ब्यान्ड तथा मित्र राष्ट्रहरू भारत, संयुक्त अधिराज्य बेलायत र संयुक्त राज्य अमेरिकाका सैनिक ब्यान्डहरूले आफ्नो प्रस्तुति दिनेछन्। सुन्नुभयो त? यहाँ पनि फेरि भारत, बेलायत र अमेरिकाका सैनिकहरूले प्रस्तुति दिने अरे। अनि त्यो बेला चाहिँ सरकारमा को रहेछ? केपी ओली। इन्ट्रेस्टिङ छैन त? अनि एमालेको मात्रै होइन, त्यो बेलामा काङ्ग्रेस पनि मिलेर बनेको 2/3 सरकार रहेछ। त्योभन्दा पनि अघि 2079 सालमा सेना दिवसको उपलक्ष्यमा प्रत्यक्ष प्रसारण भएको यो अर्को एउटा भिडियो क्लिप हेर्नुहोस् एकपटक। के भनिँदैछ त्यहाँ सुन्नुहोस्। अब ब्यान्ड डिस्प्ले हुनेछ। अब हुने प्रस्तुतिले नेपाली सेना, बेलायती सेना र भारतीय सेना बीचको सुमधुर सम्बन्धलाई प्रतिनिधित्व गर्दै सुदृढ सैनिक कूटनीतिको उदाहरण प्रस्तुत गर्नेछ। भारत र बेलायतको सेनाले प्रस्तुति दिने रे। यहाँ पनि पश्चिमा, अर्थात् पश्चिमाको सेनाले प्रस्तुति दिँदै रहेछ टुँडिखेलमा। त्यो बेला प्रधानमन्त्री को थिए? प्रचण्ड। राष्ट्रपति विद्यादेवी भण्डारी, एमालेको कोटाबाट राष्ट्रपति भए कि भिडियोमै देख्न सक्नुहुन्छ त्यो। अब भन्नुहोस्, त्यो बेला त जेएनजीको सरकार थिएन, जेएनजीको आन्दोलनै भएको थिएन। अहिले अरूले भने जस्तो पश्चिमाले बनाइदिएको सरकार पनि थिएन, राष्ट्रवादी भनिनेहरूकै सरकार रहेछ त्यो बेलामा त। अनि त्यो बेला चाहिँ कसरी भारतीय, अमेरिकी, बेलायती सेना नेपालमा आएर टुँडिखेलमा प्रस्तुति दिँदैछन् त, नाच देखाउँदैछन्। अनि त्यो बेला चाहिँ कसरी कसैले पनि नदेखेको? आज राष्ट्रियताको सवाल उठाउने मिडियाहरू र नेताहरूले त्यो बेलामा सुतेका त थिएनन् होला कि देखेर पनि नदेखे जसो गरेका हुन्? भएको के हो त्यो कुरा बुझ्नको लागि मैले फेरि अरू खोजी गरेँ र यो अर्को एउटा न्युज हात पर्यो। त्यसमा लेखिएको रहेछ 2075 सालमा केपी ओली प्रधानमन्त्री भएको बेलामा सबैभन्दा पहिलो पटक विदेशी सेना यसरी नेपाल आएर सेना दिवसको उपलक्ष्यमा प्रदर्शन दिन सुरु गरेको रहेछ। त्यसपछि प्रत्येक वर्ष सेना दिवसको दिनमा, शिवरात्रिको दिनमा टुँडिखेलमा आएर अमेरिका, बेलायत, इन्डिया लगायतका विभिन्न देशका सेनाहरू नेपाल आएर प्रस्तुति दिने चलन रहेको रहेछ। नेपाली सेनाले पनि त्यसै गरी
ती देशहरूमा विदेशमा गएर आफ्नो तर्फबाट विशेष दिनहरूमा यसै गरी प्रस्तुति दिने चलन रहेछ त्यतातिर पनि। नौला कुरा होइन रहेछ यो। Special significance, playing the tunes of Rato Rachandra Surya, Jangi Nishan Hamro. Marching before you is the Nepali Army Band. यसको बारेमा नेपाली सेनाले समेत विज्ञप्ति नै निकालेर प्रष्टीकरण दिइसकेको छ। सेनालाई बारम्बार यस्तो विवादमा नमुस्न आग्रह समेत गरिएको छ। यो कूटनैतिक र सैनिक सम्बन्ध सुदृढ गर्ने एउटा नियमित प्रक्रिया हो भनिएको छ। अब यदि प्रश्न चुनावको मुखैमा अमेरिकी सेना नेपाल किन आयो भन्ने हुन्थ्यो भने त्यसको जवाफ बेग्लै हुन्थ्यो होला, त्यो तर्कसङ्गत पनि लाग्थ्यो होला। अथवा नेपालमा आएर त्यो हाम्रो संस्कृतिसँग नमिल्ने गरेको प्रस्तुति किन दिइयो भन्ने प्रश्न सोधेको भए पनि सायद त्यो प्रश्न जायज हुन्थ्यो होला। तर विदेशी सेना नेपाल ल्याएर प्रदर्शन नै गर्ने काम जसले सुरु गर्यो, सुरुमा वर्षै पछि भइरहेको त्यो कार्यक्रम, त्यो बेलामा आँखा चिम्लेर बस्नेहरूले अहिले सबभन्दा चर्को स्वरमा कराएको देख्दाखेरि चाहिँ अचम्म चाहिँ त्यहाँनिर लागेको। बरु यो प्रश्न उनीहरूलाई नै किन नसोध्ने, सबैभन्दा पहिला विदेशी सेना नेपालमा टुडी खेलमा ल्याएर परेड गराउने प्रचलन सुरु किन गरेको, के कारणले? त्यसलाई अहिलेको सरकार र जेनजी आन्दोलनसँग जोडेर अहिले हल्ला यसरी मचाइँदैछ कि अमेरिकी सेना नेपाल छिरिसक्यो, जेनजी आन्दोलनको कारणले भएको हो यो सबै भन्ने त्यसरी फैलाइँदैछ। यसबाट प्रमाणित चाहिँ के गर्न खोजिएको त्यो चाहिँ बुझिन सक्नु छ। राजनीतिक रणनीतिको तत्कालीन लाभको लागि, चुनावी लाभको लागि नारा मात्रै हो कि त्यसको भित्री अर्थ अरू केही छ? हो, देशभित्र विदेशी सेनाको दखल अन्दाजी सह्य हुँदैन, कुनै पनि देशलाई हुँदैन, नेपाललाई मात्रै होइन। तर पहिला कहिले नभएको कुरा अहिलेको सरकारले गर्यो, अमेरिकी सेना भित्रायो, परेडबाजी गर्यो, राष्ट्रिय स्वतन्त्रतामै खलल पर्यो भनेपछि हल्ला मचाउनु चाहिँ अलिकति बढी भयो कि भन्ने मात्रै कुरा हो। त्यो पनि आफूलाई उग्र राष्ट्रवादी हुँ भन्न रुचाउने पार्टीहरूले र तिनका सदस्यहरू।